हेलो गाइज, आज चाहिँ हामीले सादेको वाइ गराउँदैछ। खुर्सानी काटेर राखिसकेको थियो, त्यसपछि काटे प्याज अनि त्यसपछि गाजर काट्दैछु। त्यसपछि सबै रेडी भएको देखाए अनि त्यसपछि चाउचाउलाई फोडेर सुप निकाल्दैछु। त्यसपछि त्यसलाई गजुङ गरे अनि त्यसपछि मेरो हातको चुरा पनि देखाएर नाटक पारे। त्यसपछि मैले थालमा राखेँ, फेरि अर्को चाउचाउ फुटालेर त्यसको मसला झिके अनि फेरि त्यसलाई पनि फुटालेर कचङ पारेर मेरो चुरा देखाउँदै अनि फेरि त्यसलाई पनि मैले थालमा राखेँ। पछि मैले दुईटै चाउचाउ थालमा राखिसकेपछि त्यसमा चाहिने भेजिटेबलहरू राखेँ। त्यसमा खुर्सानी, प्याज, गाजर, धनिया सबै राखिसकेपछि फेरि मैले त्यो चाउचाउमा भएको सुपहरू हालेँ। अर्को सुप पनि हाल्दैछु अनि त्यसपछि फेरि त्यसमा नुन राखिसकेँ अनि त्यसपछि राखिसकेपछि चिज पनि हालिसकेको छु र त्यसपछि हामीले टक्क लाएर ग्यास बाल्यौँ। ग्यासमा तेल हालेर हामीले चाहिँ बेसार पनि हालेको छौँ र तेलमा चाहिँ हल्का फुल्का डढाउनको लागि हाम्रो चाहिँ पिसेको मसला पनि हाल्यौँ र थोरै त्यहाँ हल्का फुल्का मोलेर र निम्बु पनि काटेको थियो र निम्बु पनि हाल्यौँ र निम्बु सिम्बु हालेर चाहिँ हामीले चाहिँ मेरो बुढीले चाहिँ अब टेस्ट गर्नको लागि 1 चम्चा गम्मै खायो। आजको लागि यति नै छ, बाबा।